तो व्हाट्सअप गाइज, वेलकम टू माई न्यू ब्लग। आजदेखि मेरो नयाँ भिडियोहरू ब्लगहरू आउनेछन् यसै च्यानलमा र सबैलाई नमस्कार। आशा छ सबैले मेरो ब्लग्सहरू मन पराउनुहुन्छ भन्ने। त्यसै गरी सन्चै पनि हुनुहुन्छ होला। राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। अन्त आज भन्नलाई त्यति खास छैन। अहिले बिहानै उठिसकेको छु म। उठेर हातमुख धोएँ, दाँतमा चाहिँ पुरै फ्रेस भएको छ। अब एकछिन मैले कम्प्युटर जाने तयारीमा छु। अब कम्प्युटर जानको लागि तयार भइसकेको छु र यही पछाडि मेरो साइकल छ र यही साइकलमा अब कम्प्युटर जानुपर्छ। यो बढीमा लागि 10-15 मिनट लाग्छ। अब यहाँदेखि कम्प्युटरसम्म पुग्नलाई 10-15 मिनट लाग्छ। ल म कम्प्युटर सिकाउने ठाउँमा पुगिसकेको छु। अब त्यो सिँढीदेखि माथि जानुपर्छ। यही भित्रपट्टि क्लास रहेको छ। ढोकाखालीभित्र जान्छु म अब। यही अब साइडमा चाहिँ भित्रपट्टि कम्प्युटरहरू रहेका छन्, त्यहीँ सिक्छौँ हामीहरू कम्प्युटर। रिटर्न भइसकेको छ कम्प्युटर सिकेर। यहाँदेखि अब घर गइरहेको छु। कम्प्युटर क्लास सके पछाडि मेरो साथी छ यहीँ, यो कम्प्युटर क्लासदेखि आइसकेको छ। अब यो फर्स्ट ब्लग बनाएको हुनाले त्यति राम्ररी त भएको छैन, त्यति कन्फिडेन्स पनि छैन। त्यही भएर कम्प्युटर सिकिरहेको बेला देखाएको थिएन। यो फर्स्ट ट्राई। आशा छ सबैले माया गर्नुहुनेछ भन्ने। सके जति सपोर्ट गर्नु होला। केही गल्ती भएको भए फर्स्ट ब्लगमा क्षमा प्राप्ति छु म। त्यसको लागि अब केही त्यस्तो गल्ती भयो मेरो कमेन्टमा सुझाव दिनु होला, के कसरी गर्नुपर्छ भन्ने। ब्लगको बारेमा त्यति थाहा पनि छैन। अब जति थाहा छ त्यही बनाइरहेको छु। सानो परिचय, मेरो नाम अभिषेक र म सुदूरपश्चिमदेखि बिलोङ्स गर्छु। अहिले म एससी दिएर बसिरहेको छु यही छुट्टीमा। अनि अब 11 क्लासमा जानेवाला छु भनौँ। यही मेरो परिचय। गाउँमा बस्नु, गाउँमै घर छ मेरो। नजिक सहर भनेको झलारी हो, सानो छ। त्यहीँदेखि अलि भित्र छ घर। ठिक छ, अब घर पुग्न पनि लाग्छु। आशा सबैले ब्लग मन पराउनु हुनेछ र साथ सपोर्ट गर्दै गर्नु होला। अहिलेको लागि